ओहो के हो मैले त सपनाले कस्तो देखिरहेको छु ओहो बेबी एकछिन माथि आऊ न आउँदैन म आऊ न आऊ खुरुकला तिमी यहाँ तल आऊ तिमीसँग मिटिङ छ आज मेरो मलाई कस्तो भइसक्यो के मैले सपना कस्तो देख्छु म त्यसै आउँदैन तिमीसँग आज मिटिङ छ यहाँ तल आऊ ए तेरि जब काम गर्ने बेलामा एउटा न एउटा बाना बनाएको छ भने के एकछिन आउनु लाटी आउँदैन म यहाँ तल झर पहिला यहाँ तल आऊ। हरि शिव तल आऊ पहिला म झर्छु बे आउनु चाहिँ पर्छ है त ल आउँछु ल पहिला तल आऊ ल बाचा 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 ल तल झर एकछिन काम गर्न पाए हुन्थ्यो पनि बोलाइहालेछ भने के भएको तिमीलाई फेरि त्यस्तो कस्तो सपना देखेछु आफै चाहिँ कन्ट्रोल गर्ने गाह्रो पो ल भन भन छिटो मलाई हतार बसियो अनि तिमी होइन त्यस्तो के गरेर बसिरा भने होइन म सपना त कहाँ गइरहेको छु कोसँग चलिरहेको पो देखिरहेको छु भने मैले त छा के गरेको होला त्यसपछि एकछिन तिमीलाई माथि आइदिउ न भने सपनालाई बिबना उतार्नु खोजेको अब तिमी मान्दिनौ कहिले यसो भनेको छ कहिले उसो भनेको छ सर्ट तेर्सा गर्छौ अनि मोबाइल राख एकछिन ल भन के कुरा छ ल भन होइन तिमी एक्लै बिस्तारमा सुतेर त्यस्तो गरिरह अनि तिमी के गरिरह भने के सपना देखा नि सपना एउटा मजाको परी रहेछ होइन त्यो परीसँग म त रोमान्च गरिरहेको छु भने के अब भन रोमान्च रे परीसँग रोमान्च गरिरहेको छु कस्तो टाइपको रोमान्च गरेको थियो अब कस्तो भन्नु अब हेर रङ्गिन दुनियाँमा गएको ऊ मसँग रमाइरहे म उसँग रमाइरहे भने कहिले उनी हाँस्या हुन्छन् कहिले म हाँस्या हुन्छु है आफूलाई त कस्तो आनन्द आइरहेको थियो सन्चो भइरहेको थियो है तिम्रो दिमागमा नि जहिले त्यही कन्सेप्ट गरेर बुझ्यौ मैले त जिउँदो स्वर पो देखिरहेको छु भने मान्छे मरेपछि देख्छ सपनामा राम्रो केटी कहाँ छ भन्ने अनि सपनामा नि सुत्दाखेरि त्यही सोचेर सुत्ने गरेपछि देख्दैन खोइ सपना त सम्झिएको थिएन अब निद्रा बेला त कस्तो राम्रो आएर मलाई त यसरी च्याप्प समाएर आएर है मैले त ओहो खप्नै गाह्रो भयो भने मलाई के लाटी कस्तो बुढो पाएछु यस्तो यो एक नम्बरको बोका यो विपनान कहाँ राम्रो के छ भन्दै धाउँदै चाँदै हिँड्ने सपनामा पनि भएन भने बिस्तारै पनि बिस्तारै हल्लान्छ नि सपना विपना त यस्तै राम्री यस्तो शरीरका परे चिल्लो त्यहाँ ऊ भएको छेउ विपना त मैले उसै स्वर्गको अवसर भेटाएको छु नि त्यो त मैले सपना पो भेटाएको छु त के खै मलाई त कतै शङ्का लाग्यो यस्तो बिस्तारै हल्लान्छ नि सपना देखाएको छु विपनामा कतै कुनै केटीसँग कतै डेटिङ सेटिङ घुम्न गयो जस्तो लाग्यो मलाई त हे लाटी म त्यस्तो होला त म त तिमी बाहेक धर्म अरू कसैले हेरेकै छैन ओहो के म यो केटाले अरू हेर्ला जस्तो लाग्छ त तिम्रो अनुहार देखेरै मलाई विश्वास लाग्छ अरे त्यसो नरिसौ हेर म त तिमी बिहे गरेर मेरो कोही छैन यो संसारमा होइन तिम्रो मलाई यति माया लाग्छ ल मुटु सामा ल्याएर यहाँ भुट गर्छ ल तिम्रो माया कति लाग्छ त्यहाँ यो मुटु भड्केर माया देखाउने अनि पेट भाँसा जस्तो गुटुङ गरेर अनि पुरै बेटे भाँसा जस्तो गरेर सपना देख्छस् विपना उसैसँगै घुम्न गयो होला त्यो त सपना पो देखाएको सपना देखाएको कुरा विपना कहिले पुग्छ त विपनामा घुम्न गएर त त्यस्तो सपनामा पनि त्यही देखिरह होला होइन शङ्कै लागेछ त माथि कहाँ शङ्का गरेछ भने तिमी जस्तो घरमा यस्तो जाने स्वर्गको अवसर भन्दा कम्ती छैनौ तिमीलाई छोडेर म अरू दोस्रो तेस्रो केटीसँग लाग्छु होला त त्यही भएर त यस्तो बेड भाँसले जस्तो गरेछ बेड्नु सपना त अब विपनामा घुम्न गयो होला अनि दिमागमा त्यही कन्सेप्ट गरेपछि देखिँदैन त सपना त्यस्तो होइन माया तिमी बिहे गर म कसैलाई पनि माया गर्दिनँ हेर है तिम्रो मलाई त्यति माया लाग्छ ल ल कसम बाबु ल खाँदैन बा ल त्यस्तो सपना देखिसकेपछि अनि त्यस्तो गरे मलाई शङ्का लाग्दैन त सपना देखाएको कुरो विपना हुने भइदियो कि तिमी जस्तो सुन्दरीलाई मैले छोड्दिएँ होला त ल हेर मोबाइल यहाँको कसको नम्बर रहेछ यहाँ फोटो हेरौँ फेसबुकमा ल हेर ल यो फोटो नि तिम्रो है ल हेर तिम्रो मेरो जोडी फोटो हो हैन ल चुप लाग्यो ल फेसबुकमा हेरौँ कोसँग च्याट गरिछस् खै ल यो फेसबुक यो कसको फोटो हो खै यो ए त्यो त त्यो अस्ति बाटामा त्यो के अरे स्वास्थ्य चौकीमा आएको त्यो नानीको फोटो पो हो त नानीको फोटो स्वास्थ्य चौकीमा आएको थिएन जचाउन आएको थिइन् तिमीको फोटो पो हो त यो मसँग झुट बोलेको छ हेर स्वास्थ्य चौकीमा आएको थिइन् भने क्या त्यो अस्ति नानी त्यो स्वास्थ्य चौकी आयो भन्दैमा यहाँ फोटो राख्ने हो त फोटो त तिम्रो राख्नु मिल्छ अर्को जसो पनि मिल्छ नि फोटो हात के हुन्छ भाँचिन्छ नि सपना देखेर यही केटीसँग विपना घुम्न गयोस् ल अनि त्यही सपना देखेर अनि सपना भयो छ क्या त
होइन भने के लाडी खालि तिमीले के अर्को सोध्ने भने एउटा तरुलको फोटो राख्दैमा जाने त्यसमा टाँसे घरमा बुढी छ भनेमा त थाहा छैन दुनियाँको फोटो राख्नुपर्छ अब घरको बुढी भने त यसै नै आफ्नो उसै नै आफ्नो होइन बाहिरकोलाई भेटेपछि त नछोडौ मोबाइल फुटाइदिन्छ मोबाइल फुटो काम चाहिँ नगर है फेरि त्यो मेरो 22,000 हाले मोबाइल हो फेरि कति मजासँग मोबाइल फ्यालिदिउँ भनेछ है किन परेको थाहा घरमा बुढी हुँदा किन बाहिर अर्को फोटो किन राख्ने के जरुरी बाबा तिमीले केटा मान्छे राख्यो भने म चाहिँ तिमी केटासँग लाग्यो भन्ने त फोटो राख्दिनँ मैले कुनैको फोटो राख्दिनँ कुनै केटाको ल ठिक छ अनि मैले भोलि पर्सि भेटेँ भने नि अनि यसको बदला म तिर्छु नि फेरि मलाई मतलब छैन तर मैले फोटो कहिल्यै राख्दिनँ ल अब म फोटो राख्दिनँ मैले जे हुनु भइसक्यो होइन ल कसम खा फेरि मैले भने केटीको फोटो राख्दिनँ भनेर कुनै केटीसँग हिँड्दैन बाहिर ल अनि मैले भने काम गर्नुपर्छ नि फेरि है त त्यही हो तिमीले म एकछिन त्यही त हो नि अब के भन्नुपर्छ तिमीलाई बाहिर अरू केटीसँग डाइभर्ट नगर्नु तर तिम्रो मेरो एउटा काम चाहिँ छिटै गर्नुपर्छ है त ल गुड ल अब काम गरी ल यसो गरौँ त अब एकछिन माथि जाउँ है एकछिन हाम्रो काम गरिहाल्यो उज्यालो भइसकेपछि यहाँ मान्छे दाई भन्दै बोल्न आउँछ नि आफ्नो काम पनि भ्याउँदैन आफूलाई कस्तो झड्का लगाइसक्यो माथि छिटो मर्छु क्या म त भाइ खप्ने गाह्रो भयो मलाई लौन छिटो ल आउनु आइले बाबै